बालागुरु र यो बाला चतुर्दशी मेला कसरी सुरुवात भयो भन्ने विषयमा आफ्ना महत्त्वपूर्ण भनाइहरू राखिदिनको लागि म माइजोगमाई गाउँपालिकाका साहित्यकार, लेखक तथा लामो समय शिक्षण पेशामा आबद्ध हुनुभई माइजोगमाई गाउँपालिका शिक्षा शाखा प्रमुख समेत रहनुभएका आदरणीय व्यक्तित्व श्री केशवराज पौडेलज्यूलाई यो मञ्चमा यो माइक्रोफोन हस्तान्तरण गर्दछु। बालागुरु र बाला चतुर्दशी मेलाको सन्दर्भमा प्रकाश पारिदिनु हुनको लागि। धन्यवाद ज्यू। यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथि, विशेष अतिथिहरू, अतिथिगण, उपस्थित सम्पूर्ण मान्यजनहरू र मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू जो हामी सहभागी भएका छौँ, हामी सबैलाई मैले एकमुष्ट यहाँबाट सम्बोधन गरेँ। मलाई दिएको विषय त बालागुरुको बारेमा छ। बालागुरुको बारेमा मैले सानै छँदा 2053 सालदेखि खोजी गर्न थालेको थिएँ। जति बेला बालागुरुलाई जान्ने स्रोतहरू यहाँ पाइनु पनि हुन्थ्यो। र बालागुरु, बाला चतुर्दशीको मेला, नयाँ बजारको स्थापना, बालागुरुले गर्नुभएका केही महत्त्वपूर्ण कार्यहरू, तिनीहरूको बारेमा म भन्ने नै छु। र यो नयाँ बजार जुन एउटा बाघको ठुलो सन्तास हुने, गोठ पारिने, वस्तु चराइने उत्तरेको जङ्गल अहिले यस क्षेत्रको भौगोलिक केन्द्र बन्न पुग्यो, सामाजिक केन्द्र बन्न पुग्यो, विभिन्न संस्कृतिहरूको केन्द्र बन्न पुग्यो, राजनीतिको केन्द्र बन्यो, व्यापारको केन्द्र बन्यो र एउटा ठुलो सहरको आशा बोकेर अघि बढिराखेको नयाँ बजार यो विक्रम सम्वत 2011 सालमा बालागुरुले 2टा घर बनाएर स्थापना गर्नुभएको बजार हो। र अहिले यो नयाँ बजारको वरिपरि हामी विभिन्न जात जातिका, विभिन्न भाषाभाषीका, विभिन्न संस्कृतिहरू अवलम्बन गरेका मान्छेहरू बसोबास गर्छौँ। र यी सबै हाम्रा साझा संस्कृति हुन्। भन्न सक्नुपर्छ हामीले, साकेला मेरो हो, कौडा मेरो हो, सगिनी मेरो हो, हाकपारे पनि मेरै हो। र जे जति संस्कृतिहरू छन् ती सबैलाई हामी सबैले त्यो मेरो हो भनेर भन्न सक्नुपर्छ, सबैले स्वीकार गर्न सक्नुपर्छ। र बस सबै संस्कृति सबै नेपालीका साझा संस्कृति हुन्, त्यो भावना हामीले विकास गर्न आवश्यक छ। र त्यसैको नेतृत्व गर्न सकोस् यो नयाँ बजारले, र यी सबैको समन्वय गरेर सर्वाङ्गीण विकास गर्न सकोस्। यो 2011 सालदेखि निरन्तर चलिरहेको अनवरत रूपमा विकासको गतिमा अघि बढिरहेको हाम्रो नयाँ बजारले। हाम्रो संस्कृति विश्वमै विचित्रको संस्कृति हो। हाम्रा विभिन्न संस्कृतिहरू छन् र तिनीहरूको साझा रूप एउटा नेपाली राष्ट्रिय संस्कृति छ। हामीहरू प्रकृतिको पूजा गर्छौँ। हाम्रो देवता ढुङ्गामा हुन्छ, हाम्रो देवता पहरामा हुन्छ, हाम्रो देवता भिरमा हुन्छ, हाम्रो देवता खोजमा बस्छ, हाम्रो देवता खोलामा बस्छ। हामीमा त्यो विश्वास छ। र हामी एक अर्काका बिचमा सामाजिक सद्भाव त्यसैले कायम गरेको छ। सबै भाषा, सबै धर्म, सबै संस्कृतिप्रति हाम्रो अपनत्वको भावना छ। हामी सबै संस्कृतिलाई आफ्नै संस्कृति ठान्छौँ, सबै भाषालाई आफ्नै भाषा ठान्छौँ, सबै वेशभूषालाई आफ्नै वेशभूषा ठान्छौँ। सबैप्रति हाम्रो सम्मान छ, सम्मानको भावना हुनु पनि पर्छ। र कहिलेकाहीँ हाम्रो बिचमा विभेद खडा गरिन्छ, हामी बिचमा हामीलाई टुक्राउने प्रयास गरिन्छ। अहिले विश्वले गरिराखेको त्यही त हो। हाम्रो देशमा आन्दोलन हुन्छ, ती
त्यसको जड खोज्दै जाँदा विदेशमा कहाँ टुङ्गो लाग्छ, हामीमा विवाद हुन्छ, हामीमा विभाजन हुन्छ। त्यसको जड खोज्दै जाँदाखेरि कहाँको अनेपाली शक्ति हुन्छ। हामीलाई टुक्राइएको छ, जातको आधारमा टुक्राइएको छ, भाषाको आधारमा टुक्राइएको छ, संस्कृतिको आधारमा टुक्राइएको छ, वेशभूषाको आधारमा टुक्राइएको छ। तिमीहरू एक होइनौ भनेर हामीलाई टुक्राएर खण्ड खण्ड पार्न खोजिएको छ। यो कसले गर्छ भने यो अङ्ग्रेजहरूको पुरानो नीति हो। तिमी सबैलाई एकै ठाउँ राखेर शासन गर्न सक्दैनौ। त्यसो भएकोले के गर, टुक्राइदेऊ, डिभाइड एन्ड रुल। पहिला टुक्राइदेऊ, तिनीहरू टुक्रेपछि आपसमा लडाइँ गर्न थाल्छन्, अनि तिमी शासन गर। अहिले गरिएको पनि त्यही त हो। हामी माथि सांस्कृतिक शासन गर्न खोजिएको छ, हामी माथि राजनीतिक शासन लाद्न खोजिएको छ, हामी माथि धार्मिक शासन लाद्न खोजिएको छ। त्यो अनेपाली तत्त्वबाट त्योसँग सचेत रहन पनि हामी सबैले एक ठाउँमा बसेर सबै धर्म मेरो हो, सबै भाषा मेरो हो, सबै जात मेरो हो, सबै संस्कृति मेरो हो भनेर भन्न सक्नुपर्छ। त्यो अहिलेको चल्दो बल्दो आवश्यकता हो। हामी नेपाली नै भएर बाँच्न चाहन्छौँ, हाम्रा छोराछोरी नेपाली नै हुन् भन्ने चाहन्छौँ, हाम्रा पुस्तासम्म नेपाली भएर बाँच्न सकुन् भन्ने चाहन्छौँ, हाम्रो यो देश अखण्ड स्वतन्त्र रहोस् भनेर भन्न चाहन्छौँ भनेदेखि हामीले यो गर्न सक्नुपर्छ। सबै धर्म मेरो, सबै भाषा मेरो, सबै संस्कृति मेरो, सबै जात जाति मेरो। नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, दक्षिणको समथर बिहारसँग जोडिएको भूभागदेखि उत्तरको सगरमाथासम्म मेरो हो भनेर भन्न सक्नुपर्छ। त्यो भावना हामीले ग्रहण गर्न सक्नुपर्छ। त्यो भावना हामीले सिर्जना गर्दै अघि बढौँ। हाम्रो सांस्कृतिक विकास हुन्छ, राजनीतिक विकास हुन्छ, भौगोलिक विकास हुन्छ, सामाजिक विकास हुन्छ र हाम्रो राष्ट्र पनि समृद्ध बन्छ। त्यहाँबाट विभाजनबाट होइन, एकताबाट यी कुरा सबै सम्भव छन् भन्दै मलाई दिएको विषयतर्फ अघि बढ्न चाहन्छु। बालागुरु भोजपुरको तिङ्लामा जन्मिनु भएको विक्रम सम्वत 1963 को वैशाख कृष्ण अष्टमीका दिन र यो बालागुरुको यो कुनै कपोल कल्पित कुरा होइन। बालागुरुको चिना हामीसँग प्राप्त भएको छ। मसँग बालागुरुको चिना छ। मैले त्यो धेरैजनालाई सेयर पनि गरेको छु, धेरैजनाले त्यो लिनु पनि भएको छ। र यसै सन्दर्भमा म बालागुरुको बारेमा आज अलिक थोरै भन्ने उसमा छु। यसमा मात्रै जानकारी गराउने, यही समूहमा मात्रै जानकारी गराउने, संक्षिप्त जानकारी गराउने, अनि त्यहाँ चाहिँ बालागुरुको बारेमा भनेर स्रोत देखाउने जमर्को गरेको छु। र बालागुरुको एउटा लामो अन्तर्वार्ता यो चिना पनि मैले त्यहाँ देखाएको छु र माइचोकमा खबरले आज बिहान भर्खरै मात्रै सेयर गरेको छ। त्यहाँ बालागुरुको बारेमा लामो अन्तर्वार्ता छ। बालागुरु को हुनुहुन्थ्यो, कसरी साधु बन्नुभयो, कहाँ कहाँ जानुभयो, के गर्नुभयो, ती सब कुराहरू त्यहाँ त्यो अन्तर्वार्तामा भएकोले गर्दा अहिले म छोटो कुरा मात्रै गर्न चाहन्छु। मैले भनिसकेँ, बालागुरुको जन्म विक्रम सम्वत 1963 वैशाख कृष्ण अष्टमीका दिन भोजपुरको दिङ्लामा भएको थियो र उहाँको चिना प्राप्त भएको छ। त्यो चिनामा आमाको नाम छैन, जन्मेको ठाउँको नाम छैन, तर उहाँको हजुरबा मूलचन्द्र हुनुहुन्थ्यो अनि बाबु जयनारायण हुनुहुन्थ्यो र उहाँको नारायणको नाम जयदेव हो। तर बिस्तारै साथी सङ्गतिका बिचमा बालागुरुलाई भक्तगिरी भनिन्थ्यो, मोहनगिरी भनिन्थ्यो। यसबाट के देखिन्छ भने प्रत्येक ठाउँमा गिरी जोडिएको छ। प्रत्येक ठाउँमा गिरी जोडिएकोले गर्दा उहाँको थर गिरी नै हो। गिरी भनेको हाम्रो देशको सन्यासी जातिभित्र पर्ने एउटा थर हो र अब उहाँका साथीहरू बिच त्यसरी चिनिँदै गरेका भक्तगिरी र मोहनगिरीको नामबाट चिनिँदै गर्नुभएका बालागुरु 9-10 वर्षको उमेरमा सन्यास ग्रहण गर्नुभयो। उहाँलाई आमाले नै उत्प्रेरित गर्नुभयो, तिमी सन्यासी बन, हाम्रो सन्यासी कुल हो, त्यसो भएकोले गर्दा तिमीले सन्यास ग्रहण गर्नुपर्छ भनेर उत्प्रेरित गर्नुभयो। बालागुरु सन्यासी बने। सन्यासी बनेपछि बालागुरु घर छोडेर तपस्याका लागि भारतका विभिन्न ठाउँतिर घुम्न थाल्नुभयो र त्यति बेला बालागुरुलाई बाला तपस्वी भनियो। बिस्तारै घुम्दै उहाँ सिक्किमतिर पुग्नुभयो। सिक्किमतिर पुग्दाखेरि उहाँ युवा अवस्थामा प्रवेश गरिसक्नु भएको थियो र उहाँलाई अब बाला साधु भनेर भन्न थालियो। बाला तपस्वी बनिन्थ्यो, बाला तपस्वीबाट बाला साधु हुनुभयो।
र त्यही बाला साधुको रूपमा विक्रम सम्वत 2000 उहाँ माने भन्ज्याङबाट गोर्खेको बाटो गर्दै नेपाल प्रवेश गर्नुभयो। केही समय गोर्खे बस्नुभयो, 4-5 वर्ष आएर मकरजुङमा बस्नुभयो। मकरजुङ भेरीको धापदेखि माथि दालहरूको गाउँ छ, त्यो दालहरूको गाउँको जेठा दालको घरमा बाला गुरु आएर बस्नुभयो। र विक्रम सम्वत 2006 सालमा बाला गुरु जोगमाई तर्नुभयो र यहाँ हाम्रो गुरुङ गाउँमा आइपुग्नुभयो। गुरुङ गाउँमा आएर त्यो मितेरी गर्नुभयो। अनि गुरुङ गाउँमा आएर मितेरी गरेर त्यहाँ बस्न थाल्नु भएपछि हाम्रो अहिलेको माइचोकमा 1 पहिलाको नयाँ बजार 7 को गुरुङ गाउँमा त्यहाँका गुरुङ समुदायका मान्छेहरूले बाला गुरुको लागि एउटा कुटी निर्माण गरिदिनु भयो। त्यो दाहालको बारी थियो, त्यसलाई अहिले पनि दाहाल बारी भनिन्छ। र त्यहाँ यो मन्दिरको जग्गा अहिले पनि छ। बाला गुरु आएर पहिलोचोटि माइचोकमा भित्र बस्नु भएको ठाउँ। र त्यस पछाडि त्यहाँ बस्दै हुनुहुन्थ्यो। त्यहाँ बस्दाखेरि गुरुङहरूले उहाँको ठुलो सम्मान गरे। हरेक दिन भेट्ने जाने ज्ञान गुणका कुरा गर्न थाले। उनीहरूले बाला गुरुलाई अब बाला गुरु भनेर भन्न थाले। जो बाला साधु थिए ती बाला साधु बाला गुरु भनेर उपाधि ग्रहण गुरुङ गाउँमा गर्न पुगे। गुरुङ गाउँमा आएपछि गुरुङहरूले दिएको उपाधि हो बाला गुरु। र त्यहाँ केही समय बस्नुभयो। त्यहाँ बसेको बेलामा जोगमाईको पुल बनाउनु भयो। अहिलेको पुलदेखि मास्तिरपट्टि झोलुङ्गे पुल थियो, झोलुङ्गे पुल बनाउनु भयो। अनि अब नयाँ बजारमा गुरुङ गाउँमा बस्नुहुन्थ्यो। 2011 सालमा एक दिन एकाएक बाला गुरु पुष महिनामा यहाँ नयाँ बजारको उत्तरे जङ्गलमा यो डाँडामा आउनुभयो र त्यो कटुसको फेदमा त्रिशुल गाडेर त्यहाँ बस्नु सुरु गर्नुभयो। लामो समयसम्म त्यहाँ बस्नुभयो। त्यही 2011 सालको पुषमा उहाँ यहाँ आउनुभयो। 2011 सालको चैतको रामनवमीको दिन 2011 सालको चैत्रको रामनवमीको दिन शिव पुराणको आयोजना गरेर यहाँ बजारको स्थापना गर्नुभयो। 2टा घर थिए। अनि बजारको स्थापना गरेपछि अनि हरेक मङ्गलबार यसको हाट लाग्ने व्यवस्था गर्नुभयो। र यो बजारको नाम त्यति बेला त्रिभुवन नगर नयाँ बजार भनेर राखिएको थियो। पछाडि त्यो त्रिभुवन नगर हटेर गयो र नयाँ बजार अद्यावधि छँदैछ र यो चिरकालसम्म रहनेछ। यो नयाँ बजारको स्थापनाको कुरा पहिले गरे। र अब त्यस पछाडि बाला गुरु यहीँ रहनुहुन्थ्यो। 2012 सालमा उहाँले माने भन्ज्याङ तुमलिङ नयाँ बजार शुक्रबारे हुँदै माइबेरीसम्मको मूल बाटोको काम थाल्ने गर्नुभयो। र यसलाई माइगङ्गा मूल बाटो भनेर नामकरण गरियो। त्यो बाटोको अवशेष केही वर्ष अगाडिसम्म देख्न सकिन्थ्यो। अहिले एकाध ठाउँमा देखिन्छ र त्यो प्राय हराइसकेको पनि छ। र त्यो 2012 सालमा सुरु गरेको बाटो 2013 सालको बाला चतुर्दशीभन्दा अलिकति अगाडि सकिएको थियो। र 2013 सालको बाला चतुर्दशीको दिन बाला गुरुले त्यो बाटोको उद्घाटन गराउनु भयो। र त्यति बेला 2टा गाडीमा ल्यान्ड रोभर गाडीमा बाइक समेत लगाएर यो बाटो बाला गुरुले पहिलोचोटि गाडी ल्याउनु भएको थियो। र त्यही दिन यहाँ मेला पनि लागेको थियो। र त्यहीबाट त्यही 2013 सालको बाला चतुर्दशीबाट यो माने भन्ज्याङ तुमलिङ नयाँ बजार शुक्रबारे हुँदै माइबेरीसम्मको मोटर बाटोको उद्घाटन गरिएको दिनदेखि नै नयाँ बजारमा विधिवत बाला चतुर्दशीका दिन मेला लाग्ने परम्परा सुरु भयो। त्यो अहिलेसम्म पनि चलिराखेको छ। अब यो बिचमा बाला गुरुले जोगमाईको पुल बनाउनु भयो। शुक्रबारेको खानेपानीको व्यवस्था गर्नुभयो। शुक्रबारेमा हिटी बनाउनु भयो। नयाँ बजारमा अमर कल्याण मावि त्यति बेला यसको नामाकरण स्वयम्भू सिद्ध प्रावि भनेर गरिएको थियो। यो अमर कल्याण माविको जग बसाउनु भयो। माने भन्ज्याङदेखि माइबेनीसम्मको मोटर बाटो बनाउनु भयो। मोटर कुदाउनु भयो। नयाँ बजारको स्थापना भयो। मन्दिरको प्रारम्भिक जग बस्यो। यो अहिलेको मन्दिर अहिलेको बाबाजीले पुनर्निर्माण गराउनु भएको छ। र यो मन्दिरको जग बस्यो। पुरानो मन्दिर बन्यो। त्यहाँको दुर्गा मन्दिर बन्यो। इलामको माइथान बन्यो। काठमाडौँमा शिवालय बन्यो। यस्ता विभिन्न ठाउँमा विभिन्न किसिमका कामहरू गर्दा गर्दै विक्रम सम्वत 2028 सालमा आएर बाला गुरुले निर्माण प्राप्त गर्नुभयो।
र बालागुरुको बारेमा, बाला चतुर्दशीको मेलाको बारेमा नयाँ बजारको विस्तृत व्याख्यान त्यो माइचोक माई खबरले आज प्रकाशित गरेको, आज सेयर गरेको त्यो भिडियोमा सबै कुराहरू छन्, अन्तर्वार्तामा सबै कुराहरू छन्। त्यो माइचोक माई खबरलाई एकपल्ट हेर्न अनुरोध गर्दै बोल्दा बोल्दै के कति त्रुटि भयो होला, धेरै समय लियो होला, यसका लागि क्षमा प्रार्थी छु भन्दै यहाँबाट बिदा हुन चाहन्छु। नमस्कार।